भन्दिदिनु A day in a life of KUSMS nursing student traveling कति किलोमिटर हुन्छ सल्लाघारीदेखि चाहिँ थाहा छैन होइन जस्ट फर एटेन्डेन्स त्यही पनि नालाको बाटो हुँदै पानी परेर बेलामा जिन्दगी हाम्रो हामी चाहिँ यता छ भर्खरै सिलगढी यहाँ पानी चुहिएर दिँदैन जम्मै भएन अनि म ठ्याक्कै अब यो दिदीसँगै बस्न आएको यो सिटमा मान्छेहरूको पानी परेपछि घर चुहिन्छ हाम्रो गाडी चुहिरहेको मम्मी ड्याडी हामी गलत बाटो हिँड्न सकेन अनि यस्तै चलिरहेछ हाम्रो जिन्दगी बोक्ने हो हिँड्ने हो टाप कस्ने हो जुन मौसममा घरमा करेन्ट बनाएर खाँदै बस्नु पर्थ्यो त्यो मौसममा हामी कलेज जाँदा हिँड्दैछौँ त्यही त गाह्रो छ हौ पिडा खा यहाँ टेन्सन भइसक्यो यहाँ अब हामी हिँड्यौँ हाम्रो गन्तव्यतिर फेरि पानीमा हाम्रो रिजा चाहिँ एक्लै छ अब चाहियो नि त्यति त रिजालाई जोडी खोजिदिनु पर्यो गाइज अछु प्लिज कोही सिङ्गल हुनुहुन्छ भने कमेन्ट गर्नु होला नर्स हो नि फेरि ओइ पोला यहाँबाट चाहिँ बिस्तारै हिँड्नुपर्छ गाइज नत्र भए हिप फ्र्याक्चर हुने धेरै सम्भावना छ रिजा फेरि भित्रबाटै हिँड्दैछु यहाँ गाह्रो छ हौ यो चाहिँ हाम्रो कलेजको के भन्छ यसलाई खोला नाला यतिले भन्नुभयो अनि हामी जति छिटो हिँड्यो भने माथिबाट तल आउनलाई लाग्ने भने 10 मिनट नै हो कि 10 मिनट छिटो आउनु पर्यो नत्र भने 10 मिनट ढिला भयो रिदा चाहिँ हिँड्न नसकेर बिस्तारै आउँदैछ अनि जुत्ताभित्र पनि पानी गइसक्यो मुजा सबै भिजिसक्यो फुलै फुलको बगैँचामा मेरी माया माया चेता यो चाहिँ हाम्रो सेकेन्ड मुहान पोखरीको ड्याम अनि यो चाहिँ हाम्रो दिदीको टिफिन अब हामी खाना खान जान लागेको अनि यहाँ वातावरण त ओ बबालै छ हौ अनि यता चाहिँ वाटरफल ला ठ्याक्कै बन्द भएछ अनि यो चाहिँ टन्टलापुर घाम लागिसक्यो अनि यो अघि देखाउन नपाएको वाटरफल ड्याम बबाल देख्दै तर यो बिहानै यहाँ पानी परेर चाहिँ घाम लाग्नु चाहिँ पापै हो क्या पापै हो घाम लाग्दा नि छाता ओढा छ नलाग्दा नि छाता ओढा छ पानीमा पनि छाता ओढा छ हल्ला गर्नु पर्छ होइन यतिको घाममा त छाता ओढ्नु पर्दैन थियो होला नि सबै भइहाल्छ पढन्दास दिदीहरू यिनीहरू चाहिँ मेरा फ्यानहरू फोटो खिच्दैछन् भित्रबाट फ्यानहरू मेरा एकदम डाइहार्ड फ्यान के बाहिर घाम ताप्न आएको भित्रबाट अर्कोले त्यहाँ आउला देखेर चाहिँ के बाहिर घाम ताप्न आएको भित्रबाट फ्यानहरूले भिडियो खिचिहाल्छ हौ गाह्रो छ हाम्रो दिदी पत्रकार भिडियो खिच्दै हुनुहुन्छ अब हाम्रो ब्लग चाहिँ यहीँ अन्त्य हुन्छ होइन रिजा बाई बाई भोलि पानी पर्दैन मुटु भोलि 2 घन्टा ढिलो आउँछु हो ओ माई गॉड